हेलो साथीहरु, ब्रदरमार्ट अनलाइन शपिङको युट्युब च्यानलमा म सबैजनालाई स्वागत गर्दछु। म अशेष प्रसाई आज फेरि तपाईहरुको अगाडि उपस्थित भइसकेको छु एकदमै नयाँ प्रोडक्ट लिएर। र यो प्रोडक्टको भिडियो बनाइदिनु भनेर धेरैले हामीलाई सजेस्ट गर्नुभएको थियो, धेरैले कमेन्ट गर्नुभएको थियो र फुल अनबक्सिङ भिडियो सहित हामीलाई चाहिँ यो भिडियोको क्वालिटी पनि हेर्न मन छ, मजाले डिटेल गरेर र गेमहरु के छ कस्तो छ भनेर पनि हेर्न मन छ भनेर यो गेमिङ प्रोजेक्टरको बारेमा धेरैजनाले इन्क्वायरी गर्नुभएको थियो। र यो प्रोजेक्टर अहिलेसम्मको हाम्रो सबैभन्दा धेरै बिक्री भएको प्रोजेक्टर पनि हो, जहाँ चाहिँ तपाईले एचडी क्वालिटीमा 4K क्वालिटीमा राम्रोसँगले मुभीहरु हेर्ने, क्रिकेट फुटबल लगायतको कुराहरु हेर्ने र गेमहरु खेल्न पनि सक्नुहुन्छ। र तपाईहरुलाई जोयस्टिक पनि दुईटा फ्रीमा आउँछ, साथसाथै एसडी कार्ड पनि आउँछ र अरु के आउँछ भनेर हामी तपाईहरुलाई यो भिडियोमा देखाउने नै छौं। यो भिडियोलाई लास्टसम्म हेर्नु होला र हामीले यो प्रोजेक्टर गिभ अवेमा पनि दिँदै छौं र त्यसको लागि तपाईहरुले सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला, साथसाथै कमेन्ट पनि गर्नु होला। र अब यो अनबक्सिङ र डिटेल भिडियोतर्फ लागौं। हेलो साथीहरु, ब्रदरमार्टको युट्युब च्यानलमा म सबैजनालाई स्वागत गर्दछु। आज एकदमै इन्ट्रेस्टिङ भिडियो छ। आज म ब्रदरमार्टको पिकअप पोइन्टमा आएको छु र जुन चाहिँ हाम्रो यो 32 पुतली द्वारिका होटल अपोजिट चाहिँ गुगल म्यापमा पनि इन्क्लुड छ। तपाई गुगल म्याप हेरेर पनि आउन सक्नुहुन्छ। र यो पिकअप पोइन्टमा आज म प्रोजेक्टर लिन आएको छु र प्रोजेक्टरबाट आइपीएल कसरी हेर्न सकिन्छ र कस्तो क्वालिटी आउँछ लगायतको अरु पनि कुराहरु हेर्न सकिन्छ। सो म भित्र गएर प्रोजेक्टर लिँदै छु। यहाँ चाहिँ विभिन्न किसिमको प्रोजेक्टरहरु छ। यो चाहिँ गेमिङ प्रोजेक्टर रहेको छ भनेदेखि अर्को चाहिँ यो T10 प्रोजेक्टर छ र यहाँ चाहिँ अर्को प्रोजेक्टर पनि म देख्दैछु। यो चाहिँ 4K भिडियो लेखेको छ भने गेमिङ प्रोजेक्टर हो भनेदेखि यो चाहिँ फुल एचडी T10 प्रोजेक्टर हो। यसको सबै डिटेलहरु चाहिँ वेबसाइटमा हेर्न सक्नुहुन्छ। तल कुन प्रोजेक्टरको भिडियो तपाई हेर्न चाहनुहुन्छ भनेर तल कमेन्ट गर्नु होला है त। र यो गेमिङ प्रोजेक्टरबाट चाहिँ आज म आइपीएल हेर्न गइरहेको छु र तपाईहरुलाई आइपीएल देखाउँछु कसरी हेर्ने भनेर। कसरी यो के छ यसमा अरु फिचर्सहरु पनि गेमिङ प्रोजेक्टरमा गेमहरु कति छन् र गेमहरु पनि कसरी खेल्ने भनेर पनि म आजको भिडियोमा देखाउने छु। त्यसैले यो भिडियोलाई अन्तिमसम्म हेर्नु होला। र तपाईहरुको लागि एउटा अफर पनि छ, हामीलाई सब्स्क्राइब गर्नु होला र हामीलाई सब्स्क्राइब गरेर तल कमेन्ट गर्ने साथीहरुको लागि चाहिँ स्पेशल अफर छ। प्रत्येक भिडियोमा कमेन्ट गर्दै जानु होला, हामी हेर्दै हुन्छौँ। र तपाईहरुलाई यो आइपीएल सकिसकेपछि चाहिँ यो प्रोजेक्टर हामी गिभ अवे गर्दै छौं। र तपाईहरुले यो प्रोजेक्टर डिस्काउन्टमा चाहनुहुन्छ भने तल लिंक मैले राखेको छु, त्यहाँ गएर कुपन कोड हाल्न नबिर्सिनु होला। यदि तपाईले कुपन कोड हाल्नु भयो भने चाहिँ सबैभन्दा सस्तोमा पाउनुहुन्छ है त साथीहरु। साथसाथै यो अर्को नयाँ प्रोजेक्टर पनि छ T269 Pro भन्ने, यो पनि एकदमै राम्रो छ प्रोजेक्टर। यसको डिटेलहरु पनि हामी बनाउने छौं, कमेन्ट गरेर चाहिँ रिकमेन्ड गर्दिनु होला। र अरु रिल्सहरु यसको क्वालिटी भिडियोहरु चाहिँ हामीले हाम्रो सोशल मिडिया इन्स्टाग्राम, फेसबुक, टिकटकहरुमा हालेको छौं, त्यहाँ गएर चेक गर्न सक्नुहुन्छ। आज चाहिँ म यो प्रोजेक्टरलाई चेक गर्दै छु र के छन् यसमा, के पाउनुहुन्छ त्यो पनि सबै कुराहरु हेर्छौं। अब हेर्न जाउँ है त। नयाँ प्रोजेक्टर अब हामी चेक गर्छौं रुम भित्र गएर। सो यो चाहिँ नर्मल रुममा नर्मल भित्तामै पनि चेक गर्छौं है त। भित्ता तपाईको जस्तो भए पनि हुन्छ, व्हाइट भयो भने अझै राम्रो हो। तपाईसँग पर्दा छ भने पनि बेटर हो। र तर हामी चाहिँ यतिकैमा पनि चेक गर्छौं कस्तो आउँछ, के आउँछ, लाइट एडजस्ट गर्दा कस्तो आउँछ, सबै चीजहरु तपाईले थाहा पाउनुहुन्छ है त। तल लिंकमा हेर्नु होला है त, डिस्काउन्ट छ तपाईको लागि मात्रै है। फेरि हाम्रो युट्युबको साथीहरुको लागि मात्रै डिस्काउन्ट हो यो, त्यसैले मिस नगर्नु होला तपाईहरु। हामी यसलाई अनबक्सिङ गर्दै छौं। अनबक्सिङ गर्नुभन्दा अगाडि म फेरि तपाईहरुलाई यसको बक्सको बारेमा थोरै जानकारी दिन्छु। यसको बक्समा चाहिँ गेम प्रोजेक्टर 2-in-1 प्रोफेसनल चिप भनेर भनेको छ भने 2.4G वायरलेस भनेर भनेको छ। साथसाथै यहाँ जोयस्टिक पनि देखाएको छ। तपाईलाई यो जोयस्टिक चाहिँ फ्रीमा आउँछ, म तपाईलाई भिडियोमा देखाउँछु पनि। र यहाँ चाहिँ युट्युब, स्पोटिफाई, नेटफ्लिक्स, यो वाइफाई 6 सबै चीजहरु, 4K क्यामेरा, HBO Max सबै चीजहरु भनेको छ। अल्ट्रा एचडी हाई डायनामिक रेन्ज भनेर पनि भनेको छ। र यो मुभी थिएटर अल्ट्रा एचडी हाई डायनामिक रेन्ज, you can connect a computer set, top box and game console through an HD high definition cable भनेर भनेको छ। सो अब यो चाहिँ हामी खोल्दै छौं। ल अब यो खोल्दै छौं। यसरी म खोल्छु। खोल्दाखेरि यसरी बनेको हुन्छ, खोल्दाखेरि यस्तो हुन्छ खालको हुन्छ। यहाँ फुल कभर गरेको हुन्छ, एकदम प्रोटेक्सन गरेर राखेको हुन्छ, जहाँ चाहिँ यो चाहिँ माथिबाट राखेको हुन्छ ताकि तपाईहरुको स्क्रिनहरु कुनै पनि प्रोजेक्टरहरु नबिग्रियोस् भनेर। र माथिबाटै यो दिएको हुन्छ बक्स। यो बक्समा चाहिँ एउटा म्यानुअल आउँछ जहाँ चाहिँ तपाईले पढेर सबै कुराहरु चलाउन सक्नुहुन्छ। रिमोट पनि आउँछ, यो रिमोटबाट सबै चीजहरु चेन्ज गर्ने, मुभीहरु सबै चेन्ज गर्ने देखि हरेक कुराहरु गर्न सक्नुहुन्छ। र यो केबल पनि आउँछ है त साथीहरु। यो केबल भयो। त्यसपछाडी
यो हो इम्पोर्टेन्ट चिज यो गेमिङ प्रोजेक्टरको लागि, यो हो जोयस्टिक है त। त्यस पछाडि अर्को जोयस्टिक पनि छ। अब यो खोल्दैछु म प्रोजेक्टर, ट्यान ट्यान। ल यहाँ हेर्नु है त प्रोजेक्टर कस्तो दामी छ, सजिलो, एकदम बोकेर हिँड्न पनि एकदम सजिलो छ। र यहाँ तपाईँहरूले देख्दै हुन्छ यो प्रोजेक्टरको मेन पोइन्ट। त्यस पछाडि यहाँ चाहिँ तपाईँहरूले यो भनेको चाहिँ चेन्ज गर्ने, जुन चाहिँ इमेजको क्वालिटी हुन्छ यसले चेन्ज गर्छ, ब्लर बनाउने कि साइजहरू कस्तो बनाउने सबै कुराहरू छ। र यहाँ चाहिँ सबै कुराहरू हालिएको छ, यो छ एकदम पछि नै। ल एचडिएमआई केबलदेखि लिएर जोयस्टिकको पोर्ट सबै कुराहरू यहाँ हालिएको छ। तपाईँले यो मेमोरी कार्डदेखि लिएर यो जोयस्टिकको पोर्ट पनि हालिएको छ। र एचडिएमआई पनि प्रयोग गर्न सक्नुहुन्छ। यदि अब आइपिएल हेर्दाखेरि चाहिँ हामी कुन कुन वेमा हेर्न सक्छौँ त भनेदेखि, तपाईँसँग टिभी छ भनेदेखि, तपाईँसँग डिस होम छ अथवा अरू कुनै वर्ल्ड लिङ्कहरूको जोइन गर्नु भएको छ भनेदेखि चाहिँ तपाईँले एचडिएमआई केबलबाट सजिलै तरिकाले कनेक्ट गर्न सक्नुहुन्छ। भनेदेखि यदि तपाईँसँग टिभी छैन घरमा, एचडिएमआई अरू कुनै पनि उपायहरू छैन, सेटअप बक्सहरू छैन भनेदेखि तपाईँसँग ल्यापटप अथवा मोबाइल भयो भने पनि तपाईँले आइपिएल हेर्न सक्नुहुन्छ। त्यो कुरा पनि म देखाउँछु कसरी हेर्ने भनेर। र अब कसरी चाहिँ यो अन हुन्छ, कसरी चलाउने भनेर म यो तपाईँहरूलाई देखाउँछु है त। यो चाहिँ प्लग भयो। यो प्लग चाहिँ तपाईँहरूले यहाँ चाहिँ यो प्रोजेक्टरको यहाँ यसरी छिराउनु पर्ने हुन्छ र तपाईँको प्लग इन गर्नुपर्ने हुन्छ। ओके, प्लग इन गरिसकेपछि यहाँ एउटा बटन छ एचडिएमआईको छेउमा, यसलाई क्लिक गर्नुपर्ने हुन्छ। ल क्लिक गरिसकेपछि यता अगाडि प्रोजेक्टर देखिसकेको छ। हेर्नुहोस् लाइटमै यतिको क्वालिटी छ, फुल लाइटमा है त यो। सो यो चाहिँ क्वालिटी तपाईँहरूले लाइटमा देखिराख्नु भएको छ भनेदेखि अब म लाइट अफ गर्छु र लाइट अफ गरेर यो प्रोजेक्टरको हरेक कुराहरू म तपाईँहरूलाई देखाउँछु, गेमहरू खेलेर पनि देखाउँछु र आइपिएल कसरी हेर्ने। र लाइट अफ हुँदाखेरि तपाईँहरूले क्वालिटी देख्न सक्नुहुन्छ। र जुन अघि मैले चाहिँ तपाईँहरूले इमेज क्वालिटी मिलाउने भनेर देखाएको थिएँ, यहाँदेखि चाहिँ इमेज क्वालिटी मिलाउन सक्नुहुन्छ है त साथीहरू। कस्तो राख्ने, कतिको साइज राख्ने होइन। यो ट्यागको यो ब्लर भयो र यतिको तपाईँले राख्न सक्नुभयो। तपाईँले कति इन्च चाहिँ राख्ने, अब यसलाई कति इन्च राख्ने भनेर डिसाइड गर्न सक्नुहुन्छ। तपाईँले क्यामेरा यो चाहिँ पछाडि लानुभयो भने 200 इन्चसम्म चाहिँ तपाईँको यो चाहिँ एक्सटेन्ड हुन्छ। तर तपाईँले सकेसम्म यत्तिकै क्वालिटी राख्नुभयो भने चाहिँ मजाले देखिन्छ। यो भनेको एराउन्ड 100 टु 120 इन्च चाहिँ राख्न म चाहिँ सजेस्ट गर्छु, ताकि तपाईँको क्वालिटीमा कुनै पनि प्रब्लम नहोस् र मजाले देखियोस्, सबै चिजहरू क्लियरली नै देखियोस् है त। अब वान बाई वान हामी अरू फिचर्सहरू सबै चिजहरू चलाउँछौँ र यो जोयस्टिकबाट गेमहरू पनि खेल्छौँ है त साथीहरू। जोयस्टिक पनि छ मसँग र यसबाट गेमहरू पनि खेल्छौँ। यो तपाईँ नेटफ्लिक्स छ र युट्युब छ। अब म ब्याट्री हाल्छु है त यसमा। ब्याट्री चाहिँ यो सानो खालको ब्याट्री हुन्छ, यहाँ तपाईँले मिलाएर यहाँ रिमोटमा युज गर्नुपर्ने हुन्छ। ब्याट्री चाहिँ आउँदैन है त फेरि यसमा, आफैले किन्नुपर्ने हुन्छ फेरि। सो यो चाहिँ खुलिसकेको छ र खोल्दाखेरि सुरुमा तपाईँहरूले चाहिँ यहाँ माथि देख्दै हुनुहुन्छ, यहाँ वाइफाईको एउटा लोगो छ, ब्लुटुथको छ, एचडिएमआईको छ। र सुरुमा चाहिँ तपाईँहरूलाई एकदमै सजिलोको लागि, सिम्पल वेमा चलाउनको लागि चाहिँ यो सेटिङमा जान सक्नुहुन्छ। र यो फिचर्सहरू पनि छ यहाँ, नेटवर्क सेटिङ, ब्लुटुथ सेटिङ, ल्याङ्ग्वेज सेटिङ, अदर सेटिङ, एबाउट डिभाइस, डेट एन्ड टाइम सेटिङ, अडियो सेटिङ, प्रोजेक्सन सेटिङ सबै छ। र सुरुमा हामी चाहिँ नेटवर्क सेटिङमा जान्छौँ। नेटवर्क सेटिङमा गइसकेपछि वाइफाई सेटिङ आउँछ। यहाँ वाइफाई सेटिङमा चाहिँ तपाईँले आफ्नो वाइफाई डाइरेक्ट कनेक्ट गर्न सक्नुभयो। र यो वाइफाई चाहिँ मैले कनेक्ट गरिसकेको छ। अब यो वाइफाई कनेक्ट भइसकेको छ। अब वाइफाई कनेक्ट भइसकेपछि हामी यो वाइफाईबाट युट्युब भिडियो हेर्छौँ है त डाइरेक्टली। यो चाहिँ सिम्पल प्रोसेस भयो। अर्को अप्सन छ ब्लुटुथ सेटिङमा। ब्लुटुथ सेटिङमा तपाईँहरूले आफ्नो ब्लुटुथ सर्च गरेर चाहिँ कनेक्ट गर्न सक्नुहुन्छ। र स्पेसली चाहिँ स्पिकरहरू चाहिँ यहाँ चाहिँ कनेक्ट हुन्छ। तपाईँको फोनहरू कनेक्ट गरेर चाहिँ ब्लुटुथबाट चाहिँ हेर्न मिल्दैन। तर तपाईँहरूले चाहिँ स्पिकर, यो चाहिँ अहिले मैले अल्टिमाको थन्डर 120 छ, त्यसलाई कनेक्ट गर्दैछु ब्लुटुथबाट। यो सर्च गर्दाखेरि यो आइसकेको छ अल्टिमा थन्डर 120 पेयर हुँदैछ। अल्टिमा थन्डर 120 पेयर भइसकेको छ। यो चाहिँ ब्रदर मार्टमा अझै पनि स्पेसल प्राइसमा छ। र तपाईँले यो किन्नुभयो भनेदेखि यो प्रोजेक्टर, जुन चाहिँ प्रोजेक्टर छ त्यो अझै सस्तो पाउनुहुन्छ। साथसाथै अरू फ्रीको कुराहरू पनि एभाइलेबल छ। त्यसैले मिस नगर्नु होला। लिङ्क तल कमेन्टमा हेर्नु होला लिङ्क। अब यो कनेक्ट भइसकेको छ। अब यसको साउन्ड पनि हामी हेर्छौँ है त। त्यस पछाडि यो ब्लुटुथ पछाडि
ल्याङ्ग्वेज सेटिङ छ, ल्याङ्ग्वेज सेटिङमा जान सक्नुहुन्छ। ल्याङ्ग्वेज सेटिङमा सिम्पल तपाईँहरूले ल्याङ्ग्वेजहरू कुन कुन राख्ने यहाँ गएर चेक गर्न सक्नुहुन्छ है त। यी सबै ल्याङ्ग्वेजहरू छ, इङ्ग्लिस अस्ट्रेलिया, इङ्ग्लिस इन्डिया, यस्तो यस्तो ल्याङ्ग्वेजहरू चाहिँ छ। यो चाहिँ अब अदर सेटिङमा तपाईँ जान सक्नुहुन्छ। अदर सेटिङमा चाहिँ एप्लिकेसन सेटिङ छ। यो एप्लिकेसन सेटिङभित्र चाहिँ यो प्रोजेक्टरमा चाहिँ के एपहरू छ तपाईँले यहाँदेखि चेक गर्न सक्नुहुन्छ। जस्तै एसेसिबिलिटी टु, एक्टिभिटी स्टप, एयरपिन प्रो, एन्ड्रोइड सर्भिस, यहाँ हेर्नु है त, बिबी रेसिङ यो गेम हो, ब्लुटुथ, क्यालेन्डर स्टोरेज, क्यामेरा, यी सबै एपहरू चाहिँ तपाईँले यहाँदेखि हेर्न सक्नुहुन्छ। यति धेरै एपहरू इन्क्लुड गरिएको छ है त। यहाँ गएर चेक गर्न सक्नुहुन्छ। टर्बो रेसिङ 3D भन्ने त्यो पनि गेम हो, धेरै छ। टिभी मार्केट, यो धेरै युट्युब पनि छ। यो बिल्ट इन गरेको गेमहरू अथवा अरू एपहरू चाहिँ यहाँबाट तपाईँले हेर्न सक्नुहुन्छ है त। त्यस पछाडि प्रोजेक्सन सेटिङमा जाऊँ। प्रोजेक्सन सेटिङ भनेको चाहिँ यो प्रोजेक्टरको सेटिङ हो। प्रोजेक्सन मोड अटो राख्ने कि फ्रन्ट डेस्कटपमा राख्ने कि फ्रन्ट डेस्कटप यस्तो हुन्छ र तपाईँले अर्कोमा यसरी चेन्ज पनि हुन्छ है त। यो अटोमै ठिक छ। जुम इन आउट गर्न सक्नुभयो। अटो यो ट्रेपजोइड भन्ने छ, फास्ट कीस्टोन करेक्सन, कर्नर करेक्सन यहाँबाट पनि गर्न सक्नुभयो। यसरी कर्नर कसरी मिलाउने हेर्नु है त। सर बेन्ड भयो, माथि गर्नुभयो, माथि आयो भनेदेखि सर यसरी फ्रन्टमा आउँछ है त कर्नर। यो ठिकै छ। यत्तिकैमा राखेँ मैले। ल प्रोजेक्सन हराइजेन्टल क्यालिब्रेसनमा पनि तपाईँ जान सक्नुभयो। किप द प्रोजेक्टर लेभल, यसले चाहिँ प्रोजेक्टर लेभलमा राख्छ। यो सेटिङ एकदमै इम्पोर्टेन्ट छ। यो चाहिँ मिस नगर्नु होला, यो हेर्नु होला र यो चेक गर्नु होला है त, तपाईँलाई कस्तो मनपर्छ त्यसै अनुसारले राख्नु होला। यो अडियो सेटिङ पनि छ इन्क्लुड, अडियो कति % राख्ने भोल्युम त्यो तपाईँले गर्न सक्नुभयो भने डेट एन्ड टाइम सेटिङमा पनि तपाईँले गएर डेट टाइम कुन फर्मेटमा राख्ने हेरेर तपाईँले राख्न सक्नुहुन्छ। त्यस पछाडि एबाउट डिभाइसमा तपाईँले डिभाइसको बारेमा जान्न बुझ्न सक्नुहुन्छ। जस्तै प्रोडक्ट मोडल चाहिँ X10 प्लस रहेको छ। एन्ड्रोइड भर्जन चाहिँ 13.0 छ। भर्जन यो छ भने सिरियल नम्बर यो छ, म्याक एड्रेस यो छ, टोटल स्टोरेज एभाइलेबल 16 GB, टोटल मेमोरी 2 GB। तपाईँले एक्सटर्नल स्टोरेज चाहिँ 64 GB को तपाईँले फ्रीमा पनि पाउनुहुन्छ है त। त्यो चाहिँ तपाईँको एडिसन भयो भनेदेखि। र यो मोडल चाहिँ स्पेसली यो धेरै चाहिँ X10 प्लसै हो, जुन चाहिँ एकदमै राम्रो छ। तपाईँले हेरेर पनि भएको छ। र अफर प्राइस तल कमेन्ट बक्समा छ, लिङ्क छ। त्यो लिङ्कमा कुपन कोड प्रयोग गर्नु होला। सबैभन्दा सस्तोमा मात्र तपाईँ भ्युअर्सको लागि हो है त। यो अरू ठाउँमा अरू भ्युअर्सहरूको लागि छैन, यो तपाईँ स्पेसली युट्युब भ्युअर्सको लागि हो। त्यसैले यो कुपन कोड चाहिँ स्पेसल तपाईँको लागि हो, मिस नगर्नु होला। अब अर्को सेटिङतर्फ लागौँ। यो भयो, यो सबै सक्यो। अब फेरि हामी ब्याक आउँछौँ। ब्याक आइसकेपछि यो एप स्टोर भइहाल्यो। एप स्टोरमा चाहिँ नेटफ्लिक्स, युट्युब, प्राइम टिभी, एमएक्स प्लेयर, डिज्नी प्लस, एयर स्क्रिन, यो सबै चिजहरू यहाँ छ। तपाईँले यो सबै कुराहरू चलाउन सक्नुहुन्छ है त एप स्टोरबाट। त्यस पछाडि हामी एप्लिकेसनमा जान्छौँ। यो एप्लिकेसनमा पनि ग्यालेरी, सेटिङ, प्ले स्टोर, क्रोम, जुन अघि मैले तपाईँलाई भनेको थिएँ त्यो चाहिँ छुट्टा छुट्टै तरिकाले राखेको छ। गेमहरू मिराकास्टबाट एन्ड्रोइड फोनमा सेयर गर्न सक्नुहुन्छ है त तपाईँहरूले। त्यस पछाडि यो एमएक्स प्लेयर पनि छ। यो चाहिँ तपाईँहरूको एपहरू भयो है त। अब फाइल्समा जाउँ। फाइल्समा लोकल डिस्क छ, यहाँ भिडियो छ, अल फाइल छ। लोकल डिस्कमा चेक गर्दाखेरि स्टोरेजहरू हो, यो चाहिँ के छ स्टोरेजहरूमा त्यो चेक गर्न तपाईँले सक्नुहुन्छ। डिस्कमा पनि तपाईँले हेर्न सक्नुहुन्छ के छ फाइलहरूमा भनेर। गेमहरू छ, यो यसरी तपाईँले हेर्न सक्नुहुन्छ। त्यस पछाडि अब अर्कोमा जाउँ, युट्युब भिडियोमा जाउँ। भिडियोहरू तपाईँले हाल्नुभएको भिडियोहरू के छ त्यो तपाईँले यहाँदेखि प्ले गर्न सक्नुहुन्छ। पिक्चरहरू हेर्न सक्नुहुन्छ मजाले। ठुलो प्रोजेक्टरमा ठुलो बनाएर बिएहरू भएको छ, तपाईँहरूको बिएहरूको फोल्डरहरू छ भने मजाले प्रोजेक्टरमा चाहिँ ठुलो पर्दामा सबैले देख्ने गरी मजाले हेर्न सक्नुभयो है त। यहाँ सेयर पनि गर्न सक्नुभयो। यो चाहिँ यसको सेटिङ छ। यहाँ माथि पनि सेलेक्ट अप्सनहरू यो हो, यहाँ माथि जानुभयो भने चाहिँ ओके यो भयो भनेदेखि एचडिएमआई भन्ने अप्सन छ। यो एचडिएमआई मा चाहिँ तपाईँ गइसकेपछि तपाईँले एचडिएमआई यहाँ मैले मेरो ल्यापटपमा चाहिँ हालिसकेको छ। र अब यो प्रोजेक्टरमा हामी एचडिएमआई युज गर्छौँ। एचडिएमआई चाहिँ तपाईँहरूको स्पेसली आइपिएल हेर्दै हुनुहुन्छ भनेदेखि तपाईँको डाइरेक्ट प्रोजेक्टरबाट हेर्न मिल्दैन। सोर्सहरू होला, तपाईँको
क्रोमहरुमा अथवा डाउनलोड गर्नुभएको कुनै पनि चिजहरु हुन्छ तपाईसँग यदि टिभी छैन भने है त र टिभी छ भने पनि तपाईको बक्समा सेटअप बक्सहरुमा यो एचडीएमआई केबल र प्रोजेक्टरलाई कनेक्टै गर्नुपर्ने हुन्छ त्यसपछि यहाँ चाहिँ एचडीएमआई केबल तपाईले हाल्नुपर्ने हुन्छ है त्यसरी यो एचडीएमआई केबल चाहिँ एकदमै मजाले ध्यान दिएर हाल्नु एचडीएमआई केबलको पिन मात्रै थोरै मात्रै गयो भनेदेखि यो तपाईको एचडीएमआई केबल चल्दैन र यो एचडीएमआई केबल चलिसकेको छ ल्यापटपमा जे छ तपाईहरुले त्यही देख्न सक्नुहुन्छ अब आईपीएल चाहिँ कसरी हेर्ने अब यो ल्यापटप छ मसँग धेरै जना साथीहरु चाहिँ यदि टिभी छैन भने चाहिँ यो एप चाहिँ प्रयोग गर्नुहुन्छ है त म पनि बेला बेलामा यो एप प्रयोग गर्छु यो एपको नाम चाहिँ छ योसिन टिभी भन्ने एपबाट चाहिँ म चाहिँ आईपीएलहरु हेर्ने गर्छु है त क्रिकेट अथवा फुटबल यो आईपीएल स्ट्रिमिङ पनि यहीँदेखि तपाईले यसरी हेर्न सक्नुहुन्छ मजाले अहिले म्याच सुरु भएको छैन तर म्याच आइसकेपछि तपाईले यहाँबाट यसरी शेयर गरेर एचडीएमआई केबलबाट शेयर गरेर हेर्न सक्नुहुन्छ है त यो चाहिँ यसरी चाहिँ तपाईले ल्यापटपमा चाहिँ हालेर यो लिंक हालेर तपाईले गेमहरु हेर्न सक्नुहुन्छ यदि तपाईसँग टिभी छ सेटअप बक्स छ भनेदेखि सेटअप बक्समा डाइरेक्ट कनेक्ट गरेर तपाईले आफ्नो टिभीहरु हेर्न सक्नुहुन्छ त्यसको लागि चाहिँ लिंकहरु चाहिदैन यो अहिले मैले तपाईलाई देखाएको र आईपीएल 2025 म्याचेस 7 आवर बाँकी छ यहाँदेखि हेर्न सक्नुहुन्छ भने अहिले हामी के हाइलाइटहरु देखाउँछौं तपाईहरुलाई यसरी तपाईहरुले चाहिँ लाइभ पनि हेर्न सक्नुहुन्छ है त यो चाहिँ हाइलाइट हो र यदि तपाईहरु लाइभ हेर्न चाहनुहुन्छ भने जसरी मैले अघि प्रोसेस सिकाए तपाईहरुलाई यसरी एचडीएमआई केबल कनेक्ट गर्ने लिंक गर्ने त्यसपछि तपाईहरुले आईपीएल हेर्न सक्नुहुन्छ मजाले लाइभ हेर्न सक्नुहुन्छ अरु फुटबल पनि हेर्न सक्नुहुन्छ र एकदमै क्लियर क्वालिटीमा हेर्न सक्नुहुन्छ राम्रो क्वालिटीमा हेर्न सक्नुहुन्छ यसरी नेक्स्ट लेभल एक्सपिरियन्सको लागि चाहिँ यो थन्डर 120 साच्चै नै बवाले स्पिकर छ यतिको साउन्ड पाउनु भयो र घरमा राख्नु भयो भने चाहिँ तपाईलाई एकदम मिसै हुँदैन ब्याकग्राउन्ड म्युजिक मुभी हेर्दाको म्युजिक त्यो इन्ट्रेस्टिङै बेग्लै छ अफर प्राइसमा छ लिंक तल छ ब्रदर मार्टमा मात्रै छ है त अफर प्राइस र यो भयो यो अब हामी अरु कुराहरु पनि हेर्छौं जान्छौं र सिक्छौं यो भयो एचडीएमआई केबलबाट कसरी चलाउने भन्ने कुरा अब हामी चाहिँ तपाईहरुलाई चाहिँ गेमहरु चाहिँ देखाउँछौं है त यो गेमहरुको लागि चाहिँ यहाँ म एप्लिकेसनमै गए सुरुमा त्यसपछि एउटा गेम छ टर्बो रेसिङ 3D त्यसको लागि चाहिँ यो पट चाहिँ यो तपाईले यो चाहिँ जोयस्टिकको चाहिँ यो जोयस्टिकको पट आउँछ यो चाहिँ यहाँ भित्र छिराउनु पर्ने हुन्छ त्यसपछि तपाईको दुईटै जोयस्टिक एक्टिभ हुन्छ यो जोयस्टिकमा पनि तपाईहरुले चाहिँ त्यही ब्याट्री जुन चाहिँ रिमोटमा अघि मैले प्रयोग गरे त्यही ब्याट्री हाल्नुपर्ने हुन्छ र यसरी बत्ती बल्छ है त त्यसपछि अब हामी सेलेक्ट स्टार्ट गर्छौं है त गेम ओके ल गेमिङ जोनमा खेले जस्तो मजा आउँछ है बबाल लेफ्ट टु कन्ट्रोल यहाँदेखि यसरी यो गेम चाहिँ प्ले स्टोरबाट डाउनलोड गरेको गेम हो र इनबिल्ट गेमहरु पनि हुन्छ धेरै गेमहरु हुन्छ लास्ट भयो ल तपाईहरु चाहिँ फर्स्ट हुनु है त गेम खेल्न मजा आउँछ अब हामी अर्को गेमहरु हेर्छौं हेभी गेमहरु चाहिँ इन्टरनल स्टोरेज र्यामहरु कम्ती भएकोले गर्दाखेरि अलिकति गाह्रै पर्ला तर अब हामी यो एप्लिकेसनमा गेमहरु इन्टरनल गेमहरु कति छन् हेर्छौं है त ल यो चाहिँ अल गेम्स हो अल गेम्स तपाईले हेर्न सक्नुहुन्छ यहाँ 19283 गेम्सहरु छन् अलमा चाहिँ र यो अरु गेमहरु चाहिँ जेनरल यो यसमा चाहिँ लास्ट प्लेटमा एउटा छ फेभरेटमा 0 मल्टिप्लेयरमा 111 देखाएको छ यसमा पनि गेम्स 13 वटा गेम छ यसमा पनि 73 छ प्ले स्टेसन दुईटा छ
यसमा चाहिँ 159 छ। यो सबै डिफ्रेन्ट जेनरको गेमहरू हो र तपाईँले खेल्न सक्नुहुन्छ। आफ्नै घरमा मजाले इन्टरटेनमेन्ट गर्न सक्नुहुन्छ। यसमा चाहिँ सबै गेमहरू यसरी सेलेक्ट गरेर खेल्न सक्नुभयो है त। यो एउटा भयो भनेदेखि अर्कोमा पनि फेरि म तपाईँलाई देखाउँछु। ओके, यो यसमा एउटा भयो हैन लास्ट पेजमा। यसमा यो मात्रै भयो मल्टिप्लेयर। यसमा चाहिँ मल्टिप्लेयरमा चाहिँ यो क्याप्टेन कमान्डो यस्तो गेमहरू तपाईले खेल्न सक्नुहुन्छ। त्यस पछाडि अरु पनि गेमहरू छन्, इन्ट्रेस्टिङ गेमहरू छन्। धेरैजना साथीहरूले चाहिँ यो गेम चाहिँ सानैदेखि खेल्नु भएको र धेरैजनाले रमाइलो पनि गर्नु भएको। मैले पनि सानोमा यो गेमबाट धेरै रमाइलो लिएँ र यो गेम अहिले यहाँ पनि खेल्न सकिन्छ सजिलै तरिकाले। अब यो हो GTA भाइस सिटी। तपाईले पनि खेल्नु भएको छ भनेदेखि तल कमेन्ट गर्नु होला है त। ल Big Bad's reporting for duty, sir! Woo! आयो। Listen, if plans change, I'll let you know. तपाईहरुलाई यसको सिक्रेट कीहरु थाहा छ भने पनि तल कमेन्ट गर्नु है त। के छ हेरौँ। म त बिर्सिसके। यो प्रोजेक्टबाट यसरी चाहिँ आफ्नो फेभरेट गेमहरु तपाईले खेल्न सक्नुहुन्छ है त। त्यो मिस नगर्नु होला। धेरैजना साथीहरुले चाहिँ मोबाइल स्क्रिन चाहिँ कसरी शेयर गर्ने, एन्ड्रोइड अथवा आइओएस दुईटै चाहिँ कसरी शेयर गर्ने भनेर धेरैजना सोध्नुहुन्छ। म तपाईहरुलाई चाहिँ यो चाहिँ कसरी शेयर गर्ने भनेर देखाउँदै छु। तपाईहरु चाहिँ यदि तपाईहरुसँग चाहिँ एन्ड्रोइड फोन छ भनेदेखि तपाईले मिराकास्टमा गएर शेयर गर्न सक्नुहुन्छ भनेदेखि मसँग चाहिँ अहिले आइफोन छ त्यसैले एयरपिन प्रोमा म जाँदै छु र यो एयरपिन प्रोमा गएर मैले यो धेरैवटा अप्सन देख्नुहुन्छ। यहाँ एयरप्ले मिरर रिजोल्युसन भनेर छ अर्को र एयरप्ले भनेर छ। यो चाहिँ तपाईले इनेबल गर्नुपर्ने हुन्छ। तपाईले यो इनेबल गरिसकेपछि तपाईको मोबाइलमा माथिबाट यहाँ स्क्रोल गरिसकेपछि यहाँ तपाईले यहाँ स्क्रिन मिररिङ भनेर पाउनुहुन्छ र अप्सन पनि तपाईहरुको अगाडि आउँछ है त। अब यो देख्नुभयो मेरो फोन हो स्क्रिनमा। भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा सबैजनालाई धेरै धेरै धन्यवाद। आशा छ ब्रदर माटललाई सबैले सब्स्क्राइब गर्नुहुनेछ, शेयर पनि गर्नुहुनेछ ताकि तपाईहरुले यो प्रोजेक्टर आफ्नो बनाउन सक्नुहोस्। अहिले 2025 को आइपीएल चलिरहेछ। धेरैजनाहरु हेरिराख्नु भएको छ। यो प्रोजेक्टरमा हेर्नुभयो भनेदेखि एकदमै दामी क्वालिटी पनि आउँछ। त्यसैले यसको अफर प्राइस मिस नगर्नु होला। तल लिंकमा मैले यसको डिटेल सबै कुराहरु राखिएको छ। कुपन कोड युज गर्नु होला र सबैभन्दा सस्तोमा यो प्रोजेक्टर किन्नु होला। काठमाडौँ भित्र फ्री डेलिभरी पनि छ र तपाईलाई कस्तो खालको प्रोजेक्टर हेर्न मन छ त्यो पनि तल कमेन्ट गर्नु होला। थ्यांक यू भेरी मच।